हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। अनि हजुरहरूको के छ? मेरो चाहिँ सबै ठिक छ। आजको मेरो भिडियो चाहिँ साथीहरू यसरी सुरु भयो है। मैले चाहिँ यो भटमास लिएको थिएँ तरकारी पसलमा गएर। अनि यो भटमास चाहिँ मलाई मनपर्ने तरकारी मध्येको चाहिँ एउटा हो कि। अनि मैले यो भटमासलाई चाहिँ अनि त्यसपछि टाक्राक टुक्रुक केलाइदिएँ। अनि एउटा कचौरामा राख्दै खोस्टालाई चाहिँ फाल्नलाई एउटा प्लास्टिकमा राखेँ। अनि मैले केलाइसकेर त्यो खोस्टालाई बाहिर प्लास्टिकमा पनि फालिसकेँ। अनि त्यसपछि आज मेरो बाबु चाहिँ अनारहरू लाने अरे कि स्कुलमा टिफिन। अनि बिहान चाहिँ मलाई एकदमै हतार 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 भइरहेको हुन्छ। अनि त्यसपछि मैले यो अनारलाई चाहिँ धुइ पखाल गरेर अनि टकटक काटेर केलाउन थालेँ। अनि त्यसपछि मैले यो अनार केलाएर अनि त्यसपछि केलाइसके पनि। अनि त्यसपछि मैले अनार केलाइसक्दा चाहिँ एउटा अनार चाहिँ यति भएको थियो, हेर्नुहोस् त साथीहरू। अनि त्यसपछि यो अनार केलाइसकेर मैले खोस्टाहरूलाई चाहिँ डस्टबिनमा फालिदिएँ। अनि यता मेरो बाबु चाहिँ फेरि स्कुल बास्केटबल खेलेर आएर हेर्नु न यहाँ बसिरहेछ कि। अनि त्यसपछि मैले फेरि यताउता घरको कामहरू यताउता दिनभरि भ्याएर सकेर अनि त्यसपछि फेरि आलुको अचार खाने अरे बेलुका मेरो बाबुले। अनि आलु बसालिदिएँ मैले चाहिँ। अनि त्यसपछि आलु बसालेर केलाएर अनि काँक्रा अनि प्याज खुर्सानी धनियाँ सनियाँ यताउता राखेर मैले चाहिँ काटाकुटुक पारेर काटेर राखिदिएँ टकटक पारेर। त्यसपछि फेरि यता मैले तेल मेथी अनि बेसार यसरी झानेर अनि त्यसपछि लगाइदिए साथीहरू। यो भाँडा चाहिँ कति कालो नभन्नु ल। यो भाँडाको पनि छुट्टै कहानी छ। यो चाहिँ पहिले किनेको भाँडा भएर मलाई कुच्चेको भए पनि फाल्नै मन लाग्दैन कि, कति माया लागिरहेको छ। अनि यही युज गरिरहेको छु कि। अनि त्यसपछि मैले फेरि तिललाई परपर भुटेर अनि लसलस पिसेर राखेको थिएँ। अनि मैले तिल पनि ओइरिदिएँ। अनि त्यसपछि यतातिर मैले नुन अनि कागती सागती राखेर फेरि यतातिर मोलमाल गर्नु थालेँ अचारलाई। अनि त्यसपछि म चाहिँ यसरी बनाउँछु साथीहरू अचार। हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट पनि गरिदिनु ल। अनि यो अचार चाहिँ म चाहिँ सिम्पल तरिकाले यसरी बनाएर खाने गरेको छु। अनि मैले अचार सचार पनि मोलमाल गरिसकेँ। अनि त्यसपछि अचार सचार मोलमाल गरिसकेर पनि मेरो बाबुलाई चाहिँ फेरि अचार बनाउँदा पनि साथीहरू चाख्नै पर्ने हुन्छ के। अनि त्यसपछि ऊ होमवर्क गर्दा गर्दै पनि फेरि अचार चाख्नु पर्यो अरे। अनि त्यसपछि अचार कस्तो छ भनेको मिठो छ अरे के। अनि त्यसपछि हामीले खानासाना दुईजनालाई पस्कायौँ। अनि त्यसपछि मेरो बाबुलाई पनि मैले दिएँ, ऊ पनि खाना खान थाल्यो, मैले पनि खाना खाएँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई, गुड नाइट।